बारीभरि साग यति धेरै भइरहेको थियो कि अनि त्यसलाई टिपेर केलाई कुलाई गरेर स्टोर गरेर राख्नको लागि आफूसँग समय पनि त हुनु पर्यो। त्यही भएर छुट्टीको दिनको मेरो काम है यो चाहिँ। सबै सागहरू मजाले टिपटाप पारे। यस्तो राम्रो भएको छ नि स्विस चाट लट्टेको साग के। अनि मलाई हाम्रो नजिकैको छिमेकीले सोमालियाबाट ल्याएको भनेर यो रातो रातो पत्ता भएको लट्टेको सागको बिउ दिनु भएको थियो कि त्यो पनि छरिदिएको थिएँ। कस्तो मजाले उम्रिएको छ। धेरै पटक त हामीले खाइ पनि सक्यौं। अब सधैँ भिडियो बनाइराख्न पनि फुर्सद नहुने। आज भने यो टिप्दा टिप्दै भिडियो बनाइहाल्न मन लाग्यो कि। साग टिपेर केलाउनको लागि एकदमै धेरै समय लाग्छ। धेरै समय दिएर यसलाई राम्रोसँग एउटा केलाउनु पर्यो, हेर्नु पर्यो किराहरू छ कि छैन है। त्यही भएर म चाहिँ टिपेको बेलामा अलि धेरै मजाले टिप्छु अनि सबै सागहरूलाई राम्रोसँग उज्यालोमै टाइम दिएर के केलाई कुलाई पार्ने। त्यसपछिबाट जिपलक ब्यागमा राखेर फ्रिजमा स्टोर गर्छु। एकदमै फ्रेस बसिराख्छ अनि 15-20 दिनसम्म पनि केही पनि हुँदैन के। जिपलक ब्याग खोलेर टक्क साग पखाल्यो, टक्क लाएर ओइरियो अनि चट्ट लाएर खायो। कस्तो मिठो। कुरा गर्दा गर्दै खाउँ लाग्यो कि लागेन? लाग्यो नि है। यदि तपाईँ साग लभर हुनुहुन्छ भने चाहिँ डेफिनेटली लाग्यो, होइन भने वाइयातै लाग्छ यो भिडियो। यो भने लट्टेको साग अनि स्विस चाट। अब रायोको साग पनि छाटकाट गरिदिनु पर्ने छ। यो सबै बर्खामा हुने रायोको साग हो के। एकदमै बाक्लो भएको थियो। यसलाई सार्नुभन्दा अगाडि अलिअलि बेडाइदिइहालेको। भेन्टा पनि फलेको रहेछ। पिजी पनि यति भयो कि बारीमा के फल्याछ भनेर हेर्न पनि भ्याइँदैन के। फेरि फुर्सद भएको बेलामा पानी परिरहेको हुन्छ, बाहिरतिर जाने कुरै भएन। ल आज मैले यति साग हार्भेस्ट गरेँ। अब यसलाई राम्रोसँग केलाउँछु अनि टक्क लाएर स्टोर गर्छु। अनि त 1 हप्तालाई ढुक्क हुन्छ। हेर्दा थोरै देखिए पनि साग भने टन्नै छ है साथीहरू। मलाई के सकेसम्म साग आफैले केलाउनु पर्छ कि अरूले केलाएको चित्तै बुझ्दैन।